सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी इबाराकीको उसीकुमा रहेको यो दाइबुचु भन्ने बुद्धको मन्दिरमा घुम्न आएका छौँ। यो युनेस्कोको यो एउटा चाहिँ के भन्छ त्यसलाई इसान बुचु मा चाहिँ यो दर्ता गरिएको चिज हो, जस्तो नेपालको चितवन राष्ट्रिय निकुञ्ज सगरमाथा जस्तै यसलाई चाहिँ युनेस्कोले एउटा संसारको अनौठो चिजको रूपमा यसलाई दर्ता गरेको छ। गिनिज रेकर्ड बुकमा पनि दर्ता गरिएको छ। मढी ठाउँ छ, यतातिर छेउमा तलतलाउहरू छन्। रुखहरू अलिकति अहिले सकुराको सिजन नभएको कारणले त्यति फुलेको छैन, तथापि ठिक छ माहौल। उता प्लेनहरू पनि उडिरहेको छ, उता मान्छेहरू रमाइरहेका छन्, फोटो खिचिरहेका छन्, टिकटक बनाइरहेका छन्। अब यसै सन्दर्भमा म नेपालदेखि यहाँ यो घुम्न आउनुभएका एकजना वयोवृद्ध श्री दिपेश न्युरीसँग केही प्रतिक्रिया लिन गइरहेको छु। दिपेशजी, स्वागत छ तपाईँलाई हाम्रो यो लाइभ कार्यक्रममा। दिपेशजी, लाज नमानिकन तपाईँलाई यहाँको यो पर्यटकीय स्थल कस्तो लाग्यो, 2-4 शब्द अलिकति बताइदिनुहोस् त। राम्रो लाग्यो। यसै क्रममा दिपेशका ममतामयी आमा राधिका न्युरी हुनुहुन्छ। राधिकाजी, मजाले हाँस्नुभयो, कस्तो लागिरहेको छ ठाउँ? धेरै रमाइलो लाग्यो मामा, हजुरलाई धेरै धेरै धन्यवाद। यहाँ घुम्ने अवसर मिलाइदिनु भयो, धन्यवाद। यता छोराले आमाको फोटो खिच्दै हुनुहुन्छ। अनि हाम्रो भान्जीलाई कस्तो लागिरहेछ? भान्जी 2-4 शब्द त आउँछ। नमस्कार। आज हामी यो जापानको यो के भन्छ नाइट राइड इबाराकी मूर्ति रहेछ। हामी यहाँ आएर अवलोकन गऱ्यौँ, राम्रो छ, रमाइलो छ। विदेशमा पनि आफ्नो यो देख्न पाउँदाखेरि एकदम मन हर्षित छ। अनि मामालाई विशेष धन्यवाद ल्याएर चाहिँ हामीलाई घुमाउनु भयो। भान्जी एकदम राम्रो बोलीको लागि धेरै धेरै धन्यवाद। यसै क्रममा अब केही बोला न। शुभम, कस्तो लाग्यो तिमीलाई? कस्तो लाग्यो? राम्रो लाग्यो। अनि केही अनि यो भगवान्लाई जिउ गर त, म फोटो खिच्छु ल। धन्यवाद। यति भन्दै यो मेरो यो लाइभ युट्युबमा राख्ने सम्झना स्वरूप यति भन्दै 2-4 शब्द यो पारिवारिक सामान्य भ्रमण लाई एउटा सम्झनालाई यहीँ अन्त्य गर्छु। धन्यवाद।